हेलो साथीहरू, तपाईँहरूले चाहिँ छत्ता एपबाट चाहिँ 10,000 देखि चाहिँ 50,000 चाहिँ कमाउन सक्नुहुनेछ र तपाईँले कसरी कमाउन सक्नुहुनेछ भनेर म अगाडि भिडियोमा भनिदिन्छु। र यो छत्ता एपबाट चाहिँ एकदम मजाले पैसा हामीले कमाउन सक्छौँ र यो चाहिँ प्रायःले चाहिँ लेडिजहरूले बेसी चलाउनुहुन्छ र यो चाहिँ अरू देशमा मात्रै चलाउनुहुन्थ्यो र यसपालि चाहिँ हाम्रो नेपालमा पनि भर्खर 5 दिन भयो एप लन्च भएको र हामीले चाहिँ यसबाट चाहिँ मजाले चाहिँ 10,000 देखि चाहिँ 50,000सम्म इजिली कमाउन सक्छौँ र मिनिमममा पनि हामीले चाहिँ 10,000 कमाउन सक्छौँ र तपाईँहरूलाई चाहिँ कसरी चाहिँ कमाउन सक्छौँ भनेर म अगाडि भिडियोमा भन्दैछु। र यसको लागि चाहिँ तपाईँहरूले चाहिँ आइडी बनाउनु पर्ने हुन्छ र यो एपबाट चाहिँ हामीले कमाइ गर्न चाहिँ कसरी सक्छौँ भन्दाखेरि हामीले फर्स्ट अफ अल चाहिँ लाइभ मात्रै बस्नु पर्यो। लाइभ बस्दाखेरि कुनै पैसा लाग्दैन। तपाईँहरू लाइभ बस्नुभयो भने चाहिँ एउटा यसको ट्याक्स हुन्छ, यसको 4 आवर लिमिट दिइरहेको छ। अहिले चाहिँ पछि अपडेट आएर अझै कम पनि हुनसक्ला र अहिले चाहिँ 4 घन्टा चाहिँ लाइभ बस्नु पर्यो फेस लाइभ र त्यसको आधारमा चाहिँ तपाईँलाई दिइरहेको छ यसले पैसा। र यसलाई चाहिँ तपाईँले चाहिँ सदुपयोग गर्न सक्नुभयो भने चाहिँ महिनामा चाहिँ लगभग मिनिमममा पनि 9-10 हजार चाहिँ कमाउन सक्नुहुन्छ है। थोरैमा पनि धेरैमा त जति कमाए पनि भइहाल्यो होइन, 20, 30, 50 कमाए पनि भइहाल्यो। र तपाईँहरू यहाँनिर देख्न सक्नुहुनेछ यो भ्यालिड डेट्स हो र यसको चाहिँ 1-2 दिनमा एकजना मान्छेले चाहिँ $8.65 चाहिँ कमाउनु भएको छ। यसले एप लन्च भएको पनि मतलब त्यस्तै 3-4 दिन भयो अनि 3-4 दिन भयो अनि उहाँले चाहिँ आइडी खोल्नु भएको 2 दिन जस्तो भयो होइन। र $8.65 भनेको चाहिँ नेपालीमा कति हो भन्दाखेरि चाहिँ 1323 रुपियाँ। अनि 1-2 दिनमै 1323 रुपियाँ कमाउनु सक्नुहुन्छ भने अथवा योभन्दा धेरै पनि कमाउन सक्नुहुन्छ। अनि महिनामा कति कमाउन सक्नु होला आफै हिसाब गर्नु। र यसलाई डाउनलोड गर्नुको लागि चाहिँ तपाईँ चाहिँ प्ले स्टोरमा जानु अनि प्ले स्टोरमा गइसकेपछि चाहिँ छत्ता एप भनेर टाइप गरेर चाहिँ त्यसलाई इन्स्टल गर्नु र इन्स्टल गरेर ओपन गरिदिनु र तपाईँको आइडी बनाउनुको लागि चाहिँ एउटा गुगल आइडी माग्छ र तपाईँले एउटा गुगल आइडी जुन भए पनि चुज गर्नु, त्यो चाहिँ तपाईँको छत्ता आइडी हुन्छ। र यदि केही समस्या आयो भने चाहिँ मैले मुनि वाट्सएप नम्बर दिइरहेको छु, वाट्सएप नम्बरमा पनि मेरो मेसेज गर्नु होला, म तपाईँहरूलाई सिकाइदिन्छु ओभरअल। र तपाईँले अगाडि स्क्रिनमा देखेको जसरी म प्रोफाइलहरू राख्नु अनि प्रोफाइलहरू राख्नु, नामहरू राख्नु, हाइट वेट राख्दाखेरि भयो, जे पनि राख्दाखेरि भयो अथवा जे मन लाग्यो त्यही राख्दाखेरि पनि हुन त हुन्छ। अनि यहाँनिर चुज गर भन्छ, हबीहरू अब यस्तै यस्तै टाइपको चुज गर्छ, स्किप गर्दाखेरि पनि भयो। र तपाईँले यति गरिसकेपछि तपाईँको प्रोफाइल बन्छ होइन, तपाईँको एउटा आइडी बन्छ हो। यो आइडी बनिसकेपछि तपाईँको चाहिँ अब अर्को स्टेप बाँकी रहन्छ र तपाईँले यहाँ अगाडि देखिराख्नु भएको छ एउटा ड्यासबोर्ड। तर यहाँनिर एउटा तपाईँको यो ड्यासबोर्डमा चाहिँ के कमी छ भने एउटा लाइभको अप्सन कमी छ। त्यो आइडी चाहिँ तपाईँले अब त्यसलाई चाहिँ लाइभको जुन पैसा कमाउने माध्यम खोलाउनुको लागि चाहिँ मैले डिस्क्रिप्सन बक्समा दिएको हुन्छु एउटा लिङ्क। यो अहिले अलरेडी तपाईँले चाहिँ आइडी बनाइसक्नु भएको हुन्छ र तपाईँलाई चाहिँ भेरिफाई गर्नुको लागि चाहिँ मैले डिस्क्रिप्सन बक्समा एउटा लिङ्क दिएको हुन्छु, त्यो लिङ्कमा क्लिक गर्नु होला। अथवा मलाई वाट्सएपमा मेसेज पनि गर्न सक्नुहुन्छ, मैले त्यो लिङ्क दिनेछु। वाट्सएपमा मेसेज गर्नुको लागि चाहिँ म अगाडि 9804305090 हो, यसमा मेसेज गर्नु अगाडि पनि दिइरहेको छु। र तपाईँले चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ पैसा कमाउनुको लागि। त्यसको लागि चाहिँ तपाईँले चाहिँ लिङ्कमा क्लिक गरेर तपाईँको आइडी भेरिफाई गराउनै पर्ने हुन्छ। र त्यसको लागि चाहिँ मैले डिस्क्रिप्सन बक्समा लिङ्क पनि राखिदिएको छु, अथवा तपाईँले मलाई वाट्सएप गरेर वाट्सएपमा पनि लिङ्क सेयर गरिदिनुहोस् न सर भनेर भन्दाखेरि पनि म त्यसमा लिङ्क पठाइदिन्छु। अनि लिङ्क पठाइदिइसकेपछि तपाईँ त्यो लिङ्कमा क्लिक गर्नु होला। र तपाईँलाई चाहिँ लिङ्क क्लिक गरिसकेपछि चाहिँ यस्तो अप्सन आउँछ, इन्टर छत्ता आइडी भेरिफिकेसन कोड अनि वाट्सएप एकाउन्ट भन्छ। अनि यो छत्ता आइडी भनेको चाहिँ तपाईँले अगाडि नै आइडी बनाइसक्नु भएको हुन्छ हो, त्यो आइडी चाहिँ त्यहाँ कपी भन्ने अप्सन हुन्छ नि त, त्यो कपी गर्नु होला त्यो छट्टा आइडी चाहिँ। अनि यसमा हाल्नु होला इन्टर छट्टा आइडीमा चाहिँ तपाईँले त्यो पेस्ट गरिदिनु होला तपाईँको आइडी। अनि भेरिफिकेसन कोडको लागि चाहिँ यहाँनिर सेन्ड गर्नुहोस्, चाहिँ भेरिफिकेसन कोडमा सेन्ड गर्नुहोस्। अनि भेरिफिकेसन कोडमा सेन्ड गरिसकेपछि चाहिँ तपाईँले चाहिँ यहाँ कोड आउँछ तपाईँको छत्ता एपमै। अनि कोड आइसकेपछि चाहिँ तपाईँको त्यहाँनिर हाल्नुहोस्। त्यहाँ सुरुमा यदि भेरिफिकेसन कोड गएन भने वाट्सएप नम्बर पनि हाल्दाखेरि भयो सुरुमा। अनि चाहिँ भेरिफिकेसन कोड सेन्ड गर्नु होला, अनि कोड आउँछ अनि तपाईँको आइडी भेरिफाई हुन्छ। अनि तपाईँको यहाँनिर मैले देखाइरहेको छु एउटा अप्सन खोलिदिन्छ। अनि चाहिँ तपाईँलाई चाहिँ त्यहाँनिर एउटा कति दिनमा कति डलर कमाउनुहुन्छ भनेर त्यहाँ देखाइरहेको छ। यसको चाहिँ दिन नै $2 कमाइन्छ। अनि गिफ्टहरू खेल्यो अथवा म्याचहरू खेलेर जित्यो, म्याच म्याचिङ गरेर जित्यो भने चाहिँ अझै धेरै पनि कमाउन सकिन्छ है। र यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।